नमस्ते सबैजनालाई। अब हामी यो हेलसिङ्की किनेर चाहिँ सी लाइफ भन्ने अडिटोरियम छ होइन। यो चाहिँ सी लाइफ चाहिँ तपाईँको विन्टरमा अथवा समरमा बुवा मम्मी बोलाउनु भएको छ भने चाहिँ बुवा मम्मी बच्चाहरूसँग जाने चाहिँ एउटा बेस्ट डेस्टिनेसन हो होइन। अनि आजको भिडियो चाहिँ यसैमा हुनेछ र यो टिकट अराउन्ड 20-25 कति हो पर पर्सन। अनि त्यसपछि भित्र गएर आधी घन्टा जति टाइम स्पेन्ड हुन्छ र यहाँ चाहिँ हामीहरू चाहिँ विन्टरमा मार्चतिर गएको थियौँ। सो लेट्स सी यता गएको छ। हामीले टिकट किन्यौँ। यस्तो गर्नु न ल पक्नै भएन। टिकट यस्तो यस्तो गर्ने कोरे है बिस्तारै यस्तो यस्तो गर्ने है पक्नै 1 2 3 ल आया ल ठिक छ रमाउनु भएको छ। सी लाइफ हेलसिङ्की भएन भाइ यो एन्ट्रान्स 20 मिनटमा चाहिँ ओरिएन्टेसन क्लास हुन्छ अनि त्यसपछि हामीलाई घुमाउन लागिन्छ। हेलो त्यो 20 मिनटमा चाहिँ यहीँ आउँछ भन्थ्यो क्या। 20 मिनटमा एउटा ग्रुप सुरु हुन्छ 5 बजे। 5 बजे एउटा ग्रुप सुरु हुन्छ भन्थ्यो क्या। एउटा के हुन्छ अब भिडियो आफ्नो बाबा छेउमा सपनाहरूसँगै हाम्रा बालापनका सोचहरू आज भेट हात समाउँदै बाबा हल्ले हल्ले बाटो माया यहाँ दिएको चाँदनीको रातो बाबा तिमी महान सँगै जान सुरक्षित यो संसार तिमीले खोलिदिन्छौ। मेरो संसार बाबा सपनाहरूले देखाएको हर चिजले आउँछु। बुवा मम्मी पनि यहाँ खिच्नु पऱ्यो। यहाँ दामी आउँदो रहेछ। सपना त्यो पिँढी तिम्रो वरदान छ बाबा छोरा सँगै हरेक बिहान छ। बाबा तिमी महान सँगै जान सुरक्षित यो संसार तिमीले खोलिदिन्छौ। वरदान छ बाबा छोरा सँगै हरेक बिहान छ। बाबा तिमी महान सँगै जान सुरक्षित यो संसार तिमीले खोलिदिन्छौ।
गौतम बुद्ध जस्तो Hauskaa tämä, että iltakaskareita, nykyypillinen tommonen kauskorallinoa ja sitten tietenkin tämä valtava ihana enkelikala, mikä sieltä myös löytyy. He on siis hirveän hyvä näkö, eli haluat todellakin sen tuijottaa ja niillä on hyvä värinäkö myös ja sitä saattavat seurata sitten työtovereiden työkin perässä. Ja kellon ajat etuudestaan, eli tämmöinen ruokailun lähestyminen on kyllä heille aina semmoinen aktivoimisen merkki. Eli tällä tavalla ne tietää, että se ruoka kohtautuu heille. Ei se ihmekään, jos tulee raskaus. Saiko? फिडिङ गरेर राम्रो दिएको माथि फिडिङ गर्नु ठुलो Se varmaan meni kans kirjaan ruoka-asialle. On ihan, en mä nähnyt enkä ajatellut sitä, että se on kordohalla pallo. Niin mekin ollaan tullut, että se tekee vaan sellaisen pallon maahan siellä, että se menee oikeesti tuollaiseen tolleen. Herran aika, se on ihan jätkin. Ihan eri näköinen. Nyt se pienenee, eikö se nyt vai? Mullakin välskäriä. Me heti innostui tästä ruokintaketistä. Täällä on kans hei, täällä on mun suosikkikalani. Täällä on minun aivan suosikkikalani Isopurjan välskäri. Hän on nimeltään Jonis Borvetkel. Ja valtavan kaunis nimi, joka on hänelle annettu muutama vuosi sitten. Siis se oli jotenkin aivan hirveä ikatus, he olivat täällä töissä ja sitten ruvettiin miettimään nimiä kaloille ja no sitten syntyi Jonis. Mutta hän on kavereiden kesken Jens. Ja syltkakra. En oo minä, eikä tuu. No joo, mutta sinne menee, minä heidän sinne ja on ihan valmiina. Selvästi odottaa. Suu auki. भिडियो बनाइदिन्छु अब त्यहाँबाट यता आउनु एक ढुङ्गा भयो त्यो बस्यो नि त्यहाँ चलेको त्यो माछा अक्टोबर होला हो अक्टोबर होला अक्टोबरसम्म ल यतातिर यता ओइल पनि छ दुईटा छ कि अब त्यसको लागि
उज्यालो माया म धरती तिमी आकाश मुस्कान तिम्रो प्रिय मेरो जीवनकै बास तिमी मेरो उत्तम साथी सौम्य सबल मेरा बास जस्तै दिन सधैँ रोशनी तिमी मेरो जीवन त्रास प्रेमको बाँध बीच हामी माया कहिल्यै नटुट्ने मम्मी र दादी सँगै जिन्दगी हाम्रो गहिरो सम्बन्ध प्रेमको बाँध बीच हामी माया कहिल्यै नटुट्ने मम्मी र दादी सँगै जिन्दगी हाम्रो गहिरो सम्बन्ध मधुर सम्झना साथमा कुनै खेलौना कुनै कथा सुख दुःखको यात्रामा तिमी मेरो मम्मीको न्यानो काखमा सिकाउँछ अनि सँग मिलेर जीवन सजिलो बनाउँछ मिठो स्वर हाम्रो प्यारो संसारको सबैभन्दा राम्रो मेरो परिवार सधैँ प्यारो एकअर्कालाई हेर्नु अनि अगाडि बढ्नु एकअर्का हेर्नु हो त्यसो बढ्दै कपाल मिलाइदिनु न मम्मीको यसो कपाल मिलाएको जस्तो गरिदिनु बुवा बुवाले गरिदिनु माया कहिल्यै नटुट्ने मम्मी र दादी सँगै जिन्दगी हाम्रो गहिरो सम्बन्ध प्रेमको बाँध बीच हामी माया कहिल्यै नटुट्ने मम्मी र दादी सँगै जिन्दगी हाम्रो गहिरो सम्बन्ध मम्मीको न्यानो काखमा सबै चिन्ता हराउँछ पपी र बाससँग मिलेर जीवन सजिलो बनाउँछ दिव्य गीत गाउँछौ मिठो स्वर राम्रो प्यारो संसारको सबैभन्दा राम्रो मेरो परिवार सधैँ प्यारो तेरो लामो माछा भनेर टाँसियो है लामो माछा टाँसियो ढुङ्गामा साँप जस्तो माछा रहेछ मरेको माछा माछा माथि उठिरहन्छ बस्दैन खेल्दैन सँगसँगै आउनु सँगसँगै बुवासँग कराउनु छ माछा छ त कराउनु जस्तो माछा रहेछ त Kamarin noutita alkaa 10 minuutin kuluttua. Alkavat numero 44. Tervetuloa. अहिले त्यता त छिर लाग्यो उता त हुकुस मुकुस लाग्यो र म
मम्मी चाहिँ एक्टिभ हुनुभयो यहाँ चिल्ला फेरेर कस्तो रहेछ त बुवा राम्रो रहेछ मम्मी कस्तो रहेछ त कस्तो लाग्यो त राम्रै एकदम ए ल ठिक छ राम्रै लाग्यो विदेशीको त भएको राम्रो हुने भएको विदेशी भनेको सबै राम्रो होइन विदेशीको हाम्रो नेपालीको त बजारमा जाने भने राम्रै हुन्छ भने